हेलो एभ्रिवान, तपाईँहरू कस्तो हुनुहुन्छ? म पनि सन्चो छु। आज चाहिँ मेरो चाहिँ रुमहरूको चाहिँ सबै किचनको रुमहरू सबै सफा गरेको नि त हो साथीहरू। अन्त मेरो यहाँ चाहिँ पूजा गर्ने रुम थियो, अन्त पूजा गर्ने रुमहरू पनि सबै सफा गरिसकेर होइन, जालहरू पथ्यो, जालहरू पनि सबै झारेर होइन, सबै रुमहरू चाहिँ सफा गरेको नि त किचनको। अन्त त्यही भएर चाहिँ अब है काम त डेलीको यस्तै हो अब छोरी मान्छेको। अन्त अब नगरौँ भन्दा नि अब देखेपछि यस्तो अब मैलाहरू हुन्छ होइन। यो मेरो प्लान्ट चाहिँ सुकिरहेको छ साथीहरू, यसमा चाहिँ पानी पनि हाल्नु कति भयो नहालेको। अन्त आज चाहिँ अब हाल्नु पऱ्यो भनेर चाहिँ सफाहरू गर्दैछु साथीहरू। मैला हेर्नुहोस् न यहाँ कति निस्क्यो, सबै सारेर निकालेको मैलाहरू चाहिँ हो। अन्त यो दिवानको सबै मैले बाहिर सुकाइरहेको छु पर। अब यसमा चाहिँ यहीँबाट पानी हालिदिएको मैले। अब यो पानी हालेर एकछिन सोसेर चाहिँ म भित्र थन्काउँछु यसलाई हो। अन्त यहाँ माथि एउटा सानो प्लान्ट राखेको छु म चाहिँ ग्लासमा हो। अन्त किचनहरू साफसुग्घर गर्दैछु मैले चाहिँ हो। खानासाना खाइसकेर आज चाहिँ मेरो दिनको काम चाहिँ किचनै सफा गर्दा ठिक्कै भयो साथीहरू हो। अन्त किचनहरू सबै पुसपास गरिसकेर चाहिँ सबै सनाकसिनिक गरेर चाहिँ तपाईँहरूलाई देखाउँदैछु साथीहरू। यो सनाकसिनिक पार्यो हो। हाम्रो किचनकै अगाडि चाहिँ यस्तो रोड छ कि धुलो यस्तो डेन्जर पस्छ नि साथीहरू। आमा दिनु घर पुसेन भने त मेरो त